राजु हामी कहाँ जानु लाग्यो रे अप्पर मुस्ताङ तर लास्टै त्यो माथि जान त है अब आइहाल्यो गएर हेरिहालौँ न त भने आधा आयो आउँदैन अझै आधी छ भन्छ आधी गयो आउँदैन माथि पुगेपछि त लास्ट गाह्रो बनाएर मलाई त गाह्रो भयो माथि जान पुग्नु भयो माथि नै पुग्यो नि माथि नै माथि गएर यस्तो ठाउँमा मान्छेहरू कसरी बस्यो होला नि के त यार यस्तो नगरिदिनु न ओहो के हो यो राम्रो इफिल टावर छ त यो त काम त छ तर बाहिर राखेको छ कि यो त झन् कहाँ भित्र राख्नु हुन्छ त तपाईले गाडी खोल्न चाहिँ आयो किन कस्तो स्टार्ट भएन भने भनेर गयो स्टार्ट हुन अहिले हितेन्द्रदेव साक्य आएपछि माइनसमा छ ऋण चाहिन्छ भनेर भनेको थियो होइन विद्युत प्राधिकरणले होइन त यो निष्कासन गर्नको लागि हिजो मैले झोला गर्नको लागि मन्त्री परिषदले मैले हिजो तल झरेर नि थाले हो बाहिर नि थाले छैन धेरै ज्ञानी भिडियो नबना भए मेरो स्टोरेज रजु हामी कहाँ हिँडेको अरे एउटा भिडियो त मेरो यतिले हुन्छ यस्तो हुन्छ यस्तो गर्छन् कि आइज च्याट जिपिटीमा हालेको 3800 हो त्यो के रे कोराला लोमाङ थाङका 3800 माथि 46 माथि 46 हो लो कोरला 46 डाटा फेरि 4600 समथिङ होइन नि देख त आउन किन्ने होला सबै सित खिच्ने पर्ने यी भन्नु ल यी भन्नु न यी भन्नु न फेरि यी ल रजु गइस एउटै दाइरेको के धुलो उडाउँछ मास्क लगाम सबैले
गाई मिठाई पाइन्छ क्यास पैसा छैन गाई मिठाई आउने नै चाइनाबाट अहिले त चल्छ किन क्युआर सुआर ट्याक्ट पार्ने क्युआर चल्दैन नेटै चल्दैन अब यहाँबाट माथि अलिकति माथि गएपछि इन्डियाको नेट पैसा छैन टोपी छैन नि के छ मसँगले डलर त चल्छ होला आफ्नो पैसा बनाएर चाइनाको पैसा हैन नेपाल भित्र हो त्यो पैसा मेरो अर्को पर्समा थियो चाइनाको पैसा भरे यो चाहिँ के क्षेत्र भन्छ यसलाई चाहिँ यसलाई चाहिँ के क्षेत्र भन्छ दाजु भने यो चाहिँ के हो यहाँदेखि चाहिँ अर्को सुरु हुने हो कि यो चाहिँ सेक्युरिटी चेक मात्रै हो चाइना ठिकै छ चाइनाको डार्क साइड नै टन्नै छ ठुलो छ नि त देश न्यु इयरको टाइममा त्यो बाटोमा जाँदाखेरि गाउँ जस्तो देखिने त होइन हाम्रै चितवन जस्तो देखिन्थ्यो हजुर राजु हामी यहाँसम्म आइयो सेक्युरिटी चेक भयो अब भन हामी कहाँ जानु लाग्यो तैँले 1 घण्टाको भिडियो त कहाँ जानु लाग्यो भने सोधे हुन्छ कोरोना नाका निकाल्दैन तपाईँ कोरोना दिल टूट जाता है तारक मेहताहरुको चाहिँ उसमै हुन्छ हजुर के को 12 भाइ खोला खा त ब्रह्मा खोला त्यसमा के भयो देखाएर के भेटेको चाइनाले देखाएर राम्रो छ त खान्छ कल भेटेको यता हो र अहिले यता जलाइदिनु लगाइदिनु मलाई व्हाट्सएपमा हालिदिन्छु रोज हामी कहाँ जानु लाग्यो अरे हामी कहाँ जानु लाग्यो अरे हामी चाइनाको बोर्डर जानु बाटो हेर न यार सबैजना बाटो नै यादै नगर्ने यस्तो ढुङ्गाले बनाएर रहेछ है ढुङ्गा माटोले बाटो खैछ रे
भिडियो गरिरहेको सर मेरो मै डराएर क्यामेरा चाहिँ तल गयो एङ्गल चाहिँ भुदै गर्दै भयो लगाइदिनु मलाई व्हाट्सएपमा हालिदिन्छु रोजा हामी कहाँ जानु लाग्यो अरे हामी कहाँ जानु लाग्यो अरे हामी चाइनाको बोर्डर जानु यस्तो ढुङ्गाले बनाएर रहेछ है ढुङ्गा माटोले भिडियो गरिरहेको सर मेरो मै डराएर क्यामेरा चाहिँ तल गयो एङ्गल चाहिँ भुदै गर्दै भयो घोडा हो कि घोडी हो ल केही बोल्ने बोल्नु है छिटो है हजुरहरूलाई कस्तो लाग्छ यहाँकोमा ल ल ए लजाउनु हुँदो रहेछ अब के सुटिङ गर्ने ल या दिपेश हट न उहाँ चाइना नेपाल भइरह ल ल 1 2 3 एक्सन नेपाल चाइना गर्दा कस्तो लाग्यो हजुरलाई धेरै रमाइलो त कहाँदेखि आउनु भएको हजुरहरू बुटोलदेखि आउनु भएको ए ल ल ल हजुरहरूलाई धेरै शुभकामना है तिहारको है ल China border. Hi guys, hola, bon dia. We are here in China and Nepal border. The height is 4,600 meters. 1, 2, 3, go! You can see the view of mountain, Himalayan, everything here. Enjoy. Let's play, man. ओहो मान्छे राम्रो कि अनुहार राम्रो झिलिमिल्ला बले कि हेर्दै दिउँसै रात पार्ने जस्तै
कालो हुन्छ वेलकम टु नेपाल अहिले चाहिँ मुस्ताङ हो हैन यो के डाँडा भन्छ त अझै मुस्ताङ डाँडा यता हिमाल देख्न सक्नुहुन्छ यता पहाड देख्न सक्नुहुन्छ यता फाँट देख्न सक्नुहुन्छ यस्तो कहाँ पाउनुहुन्छ हजुरले नेपाल बाहेक बाहिर यसैको लागि धन्यवाद यता आउनु कसो दाइले भिडियो बनाइदिनु ल यता खोल्चामा गाइड नदिएको है चले हात फेरि अन्त बनेछ क्या बन्यो भने यो कुतिर अड्केछ के सिनहरू यस्तो हुन्छन् त्यो बत्ती बलिहाल्छ हौ त्यही कुन खोला भन्छ होला है हामी राजाको दरबार आइयो है राजा हामी कहाँ आइयो अरे म चाहिँ राजा रानी यहाँ यो दरबारको राजा रानीमा उहाँ राजा चाहिँ बित्नु भइसक्यो 4-5 वर्ष भयो भने रानी कहाँ हुनुहुन्छ रानी चाहिँ हुनुहुन्छ तर अहिले काठमाडौँ हुनुहुन्छ है हुनुहुन्छ रानी चाहिँ हुनुहुन्छ राजा चाहिँ बित्नु भयो 4-5 वर्ष यो एरियाको कि यो जस्ट यो दरबारको मात्रै है पहिला यो एरियाकै राजा हो क्या खिच्न जान्नु पर्यो नि क्यामेराम्यान गतिलो हुने कसरी खिच्दै हेरेर नि त हेरेर एङ्गल मिलाएर टक्क पारेर राजाको दरबार है गाइस धन्यवाद भेटौँला फेरि मैले एउटामा टिकटक बनाउन लाग्यो डिस्टर्ब गरेँ हजुरको के भएर हो खुट्टा चाहिँ के भाउजूलाई जे पाइथै भने थियो 2 लगेर लगाइदिनु भयो अरे पिर लागेर क्या कति माया हो क्या अहिले त अर्को दिदीले देख्नु भने त मार्नुहुन्छ त दाइलाई त आज राति सक्यो दाइ दरबार सकियो मानिसहरूलाई रोग र जरा कता गयो ऐ रज्जू प्यार न करियो करियो दिल टूट जाता है साथ की बात न करियो करियो दिल टूट जाता है के अरे हेल्लो भन्नेलाई के भन्छ अरे के हेल्लो भन्नेलाई के भन्छ अरे नभन्नु छोडिदिनु त्यो त्यहाँ भन्नु पर्यो डिस्काउन्ट गर्छ है हस् हस् के भयो के भयो मेरो डिस्काउन्ट गरेको के ए त्यो मैले हेल्लो लाइनको भाषा के हुन्छ भनेको धेरै भन्नुहुन्न डिस्काउन्ट जस्तो हुन्छ जाम न मार्फा जानु छ नि स्याउ खानलाई गाई मिठाई त यहाँनिर रहेछ त गाई मिठाई होइन दिदी यो ए 250 यो डुप्लिकेट वाला गरिदिनु होला त्यहीँबाट ल्याउने हो एउटै हो तपाईँले त्यही किनेपछि त चिन्छ होला नि किनेकै छैन किनेकै छैन यसलाई कति भयो झुली ल्याउनु तपाईँ 160 कति आयो भाइरल चान्स राम्रै आएको नि तर एकदम मुस्लो अघिराखेको दर्शक बिन हेर्नु चाहिँ मैले उहाँलाई चाहिँ
भर्खर यहीँ भेट्टाएको उहाँको घर पनि छैन केही नि छैन गाना चाहिँ राम्रो गाउनु रहेछ गाना गाउँदै मेरो घर छोरी नमस्ते कसिदेले माताजी मोनालिसा ओ मोनालिसा गेस्ट हाउस गाइस मोनालिसा यो चाहिँ हाम्रो दरबार राजाको दरबार गाडी चाहिँ त्यो हाम्रो उहाँलाई चाहिँ नि मैले भर्खरै भेट्टाएको घर केही रहन्छ तर उहाँले चाहिँ कुनामा चाहिँ गाना गाउँदै भेट्टाएँ र एउटा गाना गाइदिनुहुन्छ दियो 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 अब भाइरलकै दाइ त भोलि युट्युबमा हालिदिएर लास्टमा मलाई आज चाहिँ अन्तिम दिन बजारको दबाईले पुरै भिटामिन भएको छ होला ओ मुस्ताङमा